अगेन एमआर छैसाङ ब्लगमा तपाईँहरूलाई लभली स्वागत छ गाइजहरू। फेरि पनि हामी आइसकेका छौँ तपाईँहरूको माझमा यति बिहान बिहान ब्लग लिएर नयाँ ब्लग लिएर सुरु। ओके सुरु गाइज हामी चाहिँ सुतेको पनि छैन है राम्रोसँग। म त 3 बजी सुतेको अनि 4 बजी उठाएर उठ्न सक्छु। आँखा सुनिरहेको खै कहाँ सुनेछ त्यहाँ त त्यहाँ चाहिँ आँखा ल गाइजहरू ह्याप्पी मकर सङ्क्रान्ति सबैलाई। मकर सङ्क्रान्ति अब हामी चाहिँ एकछिन तल गएर पाठ पूजा गर्नुपर्ने हुन्छ। तल पानी त ताइसक्यो भुल के खसी काट्नुपर्ने आज यहाँ पूजाको लागि। हेलो उठ सो द्याट सुत्दै बस तिमी सुत्दै बस। आमाले त्यहाँनिर उसमा के अरे तरुल पकाएर अनि त्यो पिरालु सिरालु पकाएर रेडी गरिदिनु भइसक्यो। सेल पकाएर तिमी सुत्दै बस न। त्यो चाकु 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 भन्ने चिज खानु पर्छ के साला। उठ चाँडो उठ, त्यहाँ आमाले पकाइसक्यो, छिटो उठ खान जा। Behind the scene हो behind the scene guys। अब कन्टेन्ट हो देखौँ भयो बिहान बिहानै कुराहरू यस्तो छ हाम्रो एकजना कन्टेन्ट। ल म अब मुख सुख दिएर रेडी हुन्छौँ। तपाईँ पनि उठ्नु होला। ओ केटीहरू व्रत बस्छ नि मेरो लागि व्रत बस्छ छिटो ज। ओके गाइज म त काममा जानुपर्छ, टेन्सन छ नि केटा हो। दिउँसोतिर काममा जानुपर्छ 9-10 बजे। सो द्याट सी यु गाइज। फाइनली हामी चाहिँ हाम्रो ठाउँमा आइपुगिसक्यो। यहाँ छ दाजु। ल सममै अब यो धेरै उयो बनाए बस्नु होइन। यहाँ छ दोस्त वेलकम साथी। ल एउटै देख्छ त कलर त। ल हामी हेरेर खसी खान्छौँ। ल अब आजको यसको अन्तिम दिन साथी शुभ यात्रा हार्दिक श्रद्धाञ्जली। फुलबेली हेर्दैन है। आजको दिन शुभ रहोस् तिम्रो। ल गाइज अब एकछिन कामतिर लागौँ है। मासु कुट्काउने निर्मल दो यता उभिएन। हेलो गाइजहरु तपाईको किडनी फेल भएको छ भने यहाँ मसँग सम्पर्कमा रहनु होला। यहाँ किडनी मैले निकालिसकेँ बाख्रा सस्तोमा। हामी दुईजना काम चाहिँ यहाँ छ है फेरि। अबुई नआएर आउनु भयो सङ्क्रान्ति लाग्यो। यिनीहरू त गइसक्यो कि यसलाई खरखर गर न खोइ चिन्ता। यसले यो खरखर गर चलाउने होइन। बिहानीको घाम हेर्नुहोस्। पहिलो माया यस्तै ल गाइज वाट्सअप फाइनली हामीले चाहिँ त्यहाँको कामसाम सकाएर अहिले निर्मलकोमा जाने काम परेकोले ऊ मासु बोक्ने साथी यहाँ छ एकजना। निर्मल दादा यहाँ छ। हाम्रो चाहिँ होइन 4 बजीदेखि उठेर हामीले भर्खर अहिले 10 बजे 4 बजीदेखि उठेर 10 बजीसम्म हामीले काम गऱ्यो। बल्ल बल्ल सक्सेस भयो। 6 घन्टाको मेहनत हो गाइजहरू हाम्रो। आज भव्य तरिकाले हामी माघे सङ्क्रान्ति मनाउँछौँ। लास्टसम्म हेर्नु होला भिडियो लास्टसम्म हेर्नु होला। ओके केटाहरूले चाहिँ मनाउँछ अनि भिडियो 3 तारिक अफिसियलमा नि आउँछ मिठो खालको। त्यहाँ गएर पनि माया देखाइदिनु होला। अब मेरोमा त यस्तो ल्याङठ्याङ अब लङ टाइम भइसक्यो। सो द्याट त्यही नि माया बाहिर छ। अनि अरू त्यही अब निर्मलकोमा जान्छु। त्यहाँदेखि म चाहिँ कामतिर निस्किन्छु खानासाना खाएर। त्यहाँबाट आएर नि यहाँ काममा इन्ट्री भइसकेर नि घाम ताप्दैछौँ। अब त्यही हो अब आफ्नो त काम छ। सङ्क्रान्तिको बेला पनि साथीहरूको के हुँदैछ हमको कुछ नहीं पता।
बट बेलुकातिर चाहिँ बोलाएको छ, म जान सक्छ होला सायद। दिदीको बर्थडे छ अरे, सो द्याट भरेसम्म डिसिजन लिन्छु त्यो कुरामा चाहिँ। गयो भने म तपाईँहरूलाई देखाइहाल्छु। अनि यहाँ गेस हुँदैन, यो के बिच के पोखरी पो भन्थ्यो, बाँचियो पोखरी हो कि के भन्थ्यो, पोखरी हेर्दै बस्ने हो, काम छैन। समटाइम कहिलेकाहीँ प्याक हुन्छ। अनि यहाँ बस्ने मान्छेहरू आउँछ, बाइक पार्किङ गर्छ, बाइकहरू हेर्ने है, यसरी है, त्यही हो, अरू त के होइन गाइज। ब्लग हेर्दै गर्नु न है। हस्, ओके, बाई बाई। ल गाइज, फाइनली मैले चाहिँ डिसिजन लिएर आज ढाँची लाग्यो। यहाँ हाम्रो दिदीहरू साथीहरू लिन आउनु भएछ अनि म चाहिँ आइसक्यो। हेलो, बिहानदेखिकै हो क्या। ए अनि यहाँ छ यता कान्छी दिदी, आमा केटाहरू छ। हामी चाहिँ अब जाने हो, दिदीको बर्थडे भव्य र सभ्य रूपले मनाउने छ। गाइज, आजको भ्लग यति नै। सी यु नेक्स्ट डे, नेक्स्ट न्यू भ्लग। ल आजको ब्लग इन हुन्छ विथ द डे। ल दर्शक बिना कुट्टु मुट्टु सबैजनालाई है, बाई बाई।